बुद्ध आफ्ना शिष्य आनन्दसँग कुनै टाढाको गाउँमा जाँदै थिए। रात नपर्दै उनीहरू दुवैलाई बाक्लो जङ्गलको बाटो काट्नुपर्ने थियो। धेरै दिनको लगातार हिँडाइले गर्दा उनीहरू थाकेका थिए। उनीहरूको मनमा डर थियो कि कतै बाटो हिँड्न नसकेर जङ्गलकै बीचमा बास बस्नु परोस्। जङ्गलको बाटो सुरु हुनै लाग्दा आनन्दले नजिकै खेतमा काम गरिरहेको किसानलाई सोधे, दाइ, जङ्गल काट्न कति दूरी हिँड्नुपर्छ? किसानले जवाफ दियो, धेरै छैन, मात्र 2 किलोमिटर हिँडेपछि जङ्गल सकिन्छ। बुद्ध किसानलाई हेरेर मुस्कुराए। किसान बुद्धलाई हेरेर मुस्कुरायो। आनन्दलाई अनौठो लाग्यो, यी दुई किन नजर जुदाएर हाँसेका होलान् भनेर। 2 किलोमिटर हिँडियो, तैपनि जङ्गल त सकिएन। नजिकै एक दाउरा खोज्दै गरेकी महिला भेटिन्। दिदी, जङ्गल सकिन अझै कति हिँड्नु पर्ला? आनन्दले सोधे। धेरै छैन हजुर, चिन्ता नलिनुस्, आइसक्यो, जम्मा 2 किलोमिटर मात्र। बुद्ध महिलाको मुहारमा हेरेर हाँसे। महिला बुद्धको मुहारमा हेरेर हाँसिन्। आनन्द फेरि अचम्म परे, किन हाँसेको होला भनेर। आनन्द निकै थाकेका थिए, बुद्ध पनि थाकेका थिए। महिलाले भनेको 2 किलोमिटर पनि हिँडेर सकियो, तर जङ्गल सकिएन। फेरि उनीहरूले एक व्यापारीलाई भेटे। अब जङ्गल सकिन कति हिँड्नु पर्ला हजुर? व्यापारीले त्यही जवाफ दियो जो यस अघिकाले दिएका थिए। अहिले पनि बुद्धसँग आँखा जुदाएर व्यापारी त्यसरी नै हाँस्यो जसरी यस अघिका हाँसेका थिए। अब आनन्दलाई अति भयो। उनले आफ्नो झोला एकतिर मिल्क्याउँदै भन्छन्, अब त म एक पाइला पनि सार्न सक्दिनँ, जेसुकै होस्। मलाई लाग्छ कि हामीले यो 2 किलोमिटरको दूरी कहिल्यै पार गर्न सक्दैनौँ। हामीले 3 पटक विश्वास गर्यौँ कि हामी हिँड्न जम्मा 2 किलोमिटर मात्र छ भनेर, तर यो कहिल्यै सकिने जस्तो देखिएन। ल ठिकै छ, दूरी जतिसुकै होस्, हामीले जङ्गल पार गर्न सकौँ या नसकौँ। तर हजुरले यो बताउनुहोस् कि तपाईँ किन हाँस्नुभयो जब पहिलो किसानले 2 किलोमिटर मात्र छ भन्दा? किन हाँस्नुभयो जब ती महिलाले आइसक्यो, मात्र 2 किलोमिटर हिँडे पुगिन्छ भन्दा? र यो व्यापारीले पनि त्यही कुरा भन्दा त्यही अवस्थामा त्यसरी नै किन हाँस्नुभयो? के रहस्य छ यो मुस्कानको? न तपाईँले उनीहरूलाई चिन्नुहुन्छ, न त उनीहरूले तपाईँलाई चिन्छन्, तैपनि ठ्याक्कै एक अर्कोलाई चिनेको जस्तो कनेक्सन कसरी भयो? बुद्धले पुनः मुस्कुराउँदै भन्छन्, हाम्रो काम एउटै हो। जब म हाँसेँ, उनीहरू पनि हाँसे। उनीहरूले बुझे कि पक्कै यो मान्छे पनि हाम्रै पेसाको हुनुपर्छ भनेर। अर्थात् हाम्रो पेसा हो मानिसलाई हौसला दिनु, उत्प्रेरणा दिनु। उनीहरूलाई बाटो हिँड्नेहरूले सधैँ जङ्गलको लम्बाइ सोध्छन्। मलाई मानिसहरूले आफ्नो समस्याको लम्बाइ सोध्छन्। 2 किलोमिटर, अब 2 किलोमिटर, आइसक्यो, अब आइसक्यो। मेरो जीवनभरि मैले यही गरिरहेको छु। यसो भन्दा भन्दै अन्त्यमा मान्छेहरू आफ्नो गन्तव्यमा पुग्छन्। तर यदि सुरुमै मैले 2 किलोमिटरको सट्टा 20 किलोमिटर भनिदिएँ भने मान्छेले यात्रा नै थालनी गर्दैनन्। उनीहरूले सुरुमै हरेस खान्छन्, सुरुमै हिम्मत हार्छन्। तर 2 किलोमिटरले उनीहरूले 200 किलोमिटर पार गर्न सक्छन्। म उनीहरूसँग हाँसेँ किनकि मलाई थाहा थियो कि यो 2 किलोमिटर होइन, 20 किलोमिटरको दूरी हो भनेर। तर यदि तिमीलाई यो कुरा सुरुमै भनेको भए तिमीले यात्रा नै थालनी गर्ने थिएनौ। झट्ट हेर्दा त ती मान्छेहरू जसले तिमीलाई 2 किलोमिटर भने उनीहरू झुट जस्तो लाग्छ। तर ती झुट मान्छे होइनन्, दयालु मान्छेहरू हुन्। उनीहरूले मानिसको मनोविज्ञान बुझ्न सक्छन्। उनीहरू झुट बोलेका होइनन्, मात्र तिम्रो हौसला बढाएका हुन्। पहिलो किसानले तिमीलाई 2 किलोमिटरसम्म साथ दियो। दोस्री महिलाले अर्को 2 किलोमिटर साथ दिइन्। तेस्रोले अर्को 2 किलोमिटर। मात्र तिमीलाई केही यस्तै अरू मान्छे भयो भने सजिलै जङ्गल काट्न पुग्छ। हुन त अहिले तिमीले झोला राखेर बसेका छौ, ठिकै छ, हामी यही बस्न पनि सक्छौँ। तर याद राख कि अझै पनि हामी हिँड्न 2 किलोमिटर होइन, 14 किलोमिटर बाँकी छ। आजको भिडियो यति नै। यदि तपाईँ यस्तै अरू भिडियोहरू हेर्न चाहनुहुन्छ भने हाम्रो च्यानल सबैको ज्योतिषलाई सब्स्क्राइब गर्नुहोला र यो भिडियो मन परेमा लाइक गर्नुहोला। धन्यवाद।